गाडी भइदियो भने गाडीको भाडा दिन्छन् भन्दा गाडी एक गाडी जाँदा झन् मजा हुन्थ्यो। त्यति भाडा दिनुभन्दा हामी एक गाडी जान सक्छौँ नि त। सबैजना जाने होइन के भने एकजना जानुभन्दा आफ्नो एरियाको तरिकाले हुन्थ्यो नि त। नगाह्रो भयो अरे भन्ने होइन 8-9 जना जति हुनु भने एउटा सबैजना उठाएर रिजर्भै लान्छ भाडै दिनुपर्दा पनि रिजर्भ धेरै कुरामा त्यसमा अर्को मिटिङमा अर्को हो त्यसको सल्लाह गरौँ। यो भाडामा भन्दा रिजर्भमा जान्छ आफू खुसी भयो नि त। संस्थाको काम गर्ने मान्छेहरूको छापा खानु जति थोरै छपायो अनि अब 50वटादेखि 100वटा रसिद तल मुस्किल। कतिजनाले चाहिँ 50वटा पनि काट्दैन होइन। अनि मैले के भने तपाईँहरू रसिद हामीलाई उपलब्ध गराइदिन्छु। थोरैको लागि बर्फलाङबाट पेट्रोल खर्च गरेर आयो अनि अब थोरैको फेरि त्यही झापाको सबै काटेर इलाम देखेर आखिर उयो गरौँ त म भोलि तपाईँ भोलि मिटिङमा आउनु लानु भन्नुभयो। मेरै मिटिङ छ नि त भोलि भन्दाखेरि म त्यहाँ कुरा राखेर भयो तपाईँ परासको ल्याइदिन्छु र पहिला हामी रसिद काट्यौँ होइन। रसिद काटेपछि रसिदको 100 काट्न पनि गाह्रो मान्नुभयो भने अब त्यो अर्को कुरैमा सफा भयो नजानु त्यसबाट पनि अलिकति अनुमान हुन्छ नि। अब त्यो रसिद नभइकन उहाँ तपाईँहरू जानुभयो भने इलामको भन्दै जानुभयो भने तपाईँहरूले खाना बस्नु पाउनुहुन्छ भन्ने कुरो त मैले दर्शाएँ। किन दर्शाएँ आज भने उच्चाङ माईमा भयो, देवघाटमा भयो, बारा क्षेत्रमा भयो, इलाम जिल्लाको 2जना 3जना छौँ भने टेबल रुमले 3जना मात्रै पोहोर माईमा टेबल रुम 3जना मात्रै भएको थियो। त्यो हाम्रो कृष्णलाल किटान नानी हो होइन इलाममा। अब यत्रो मान्छे छौँ इलाम जिल्लाको टेबल राखिदिएको छ। अनि बाहिर टुक्रिया गर्दैन होइन गर्ने ठाउँमा गर्नु र अब रसिद पहिला ल्याएर काटौँ। सुन्नुहोस् है सबैजनाले ध्यान दिएर सुन्नुहोस् है मलाई अध्यक्ष बनाइहाल्नुपर्छ। अब रसिद ल्याएर काटौँ। हाम्रो नियमित मिटिङ 2 महिनामा बस्ने थियो यो 24 गते पनि बस्नु त्यसैका लागि भदौ 24 सबै बस्नु। साथीहरूलाई मेरो विचारमा के भन्नुहुन्छ मेरो विचारमा क्षेत्रमा प्रदेशमा जाने मान्छे केन्द्रमा जाने मान्छे जस्तै हाम्रो दशरथका छोरा हुनुहुन्छ उहाँले सक्नुहुन्छ पण्डित। अर्को हुनुहुन्छ कृष्णलाल उहाँले सक्नुहुन्छ। अर्को हुनुहुन्छ हाम्रो होमनाथ भाइ उहाँले सक्नुहुन्छ। हामीले संस्कृति भन्ने एउटा त्यो यसुको कुलपट्टि पढिएछ सानैदेखि स्कुल होइन त्यो पाठशाला गुरुकुलपट्टि पढिएन। संस्कृति भन्ने केही नि आउँदैन। विद्वान आएका हुन्छन् त्यहाँ कति विद्वान हो कति विद्वान त्यो पोइन्ट लिने विद्वान भएका हुनुहुन्थ्यो। यता शास्त्रीले कति पढाएका हुन्छन् संस्कृतिहरू आएका हुन्छन्। त्यहाँ बोल्नुपर्ने हुन्छ। म त प्याट्टै जान्दिनँ त्यहाँ बोल्नु। डाक्टरलाई ढ्याङ्ग्रो दिए जस्तो हुन्छ मलाई बोल्न र पनि अब अध्यक्ष भन्छन् जाने नजाने गोठाले पाराले बोल्दै सुन्नुहोस् है। सामान पठाएर फोन गरिदिनु। यता पनि बुद्धिहरू हुनुहुन्छ त्यस्तो पढेको यता पनि कल्याण हुन्छ। म चाहिँ त्यसो